यो भिडियोमा भएको घटना चाहिँ मार्च 14 तारिक अल जजिराले हारेको हो। युएस र इजरायलले मिलेर चाहिँ इरानमाथि ठुलै हमला गरेको रहेछ। यो भिडियो चाहिँ अलिकति मुटु दह्रो हुनेले मात्र हेर्नु होला। युएस र इजरायलले चाहिँ मिलेर इरानमाथि गरेको हमला, त्यो बम हेर्नुहोस् त कसरी पड्किरहेछ टुम्की टुम। भिडियो हेरेर चाहिँ सोच्नुहोस् त, इमेजिन गर्नुहोस् तपाईँको आँखा अगाडि बम खसिरहेछ र तपाईँले मोबाइलले फोटो खिचिराख्नु भएको छ, भिडियो गरिराख्नु भएको छ। र यो हमलामा चाहिँ आइआरजिसी इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सको चाहिँ केही एयरबेसहरू पनि ध्वस्त भएको छ भन्ने रिपोर्ट्सहरू बाहिर आएको छ। कसम होला गाइज, यो खालको भिडियो चाहिँ मैले पनि आजसम्म देखाएको थिइनँ र मैले भेटाएको पनि थिइनँ। यो चाहिँ लाइभ आफ्नै आँखा अगाडि बम खसिरहेको भिडियो कसैले खिचिरहेको हो। त्यो मान्छे कसरी सास लामो लामो फिरिरहेछ हेर्नुहोस् त, स्यासारा फ्याफ्या गर्दै। त्यसको मुटुले त हङ्स छोडेर कहाँ गइसक्यो होला। तपाईँ त्यो सिचुएसनमा भएको भए के गर्नुहुन्थ्यो भन्नुहोस् त ल। मिडल इस्टबाट अहिले धेरै नै अपडेट्सहरू आइरहेको छ। नेक्स्ट अपडेटको लागि मलाई फलो गरिराख्नुहोस्।